हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आजको दिनको सुरुवात पनि भइसकेको छ मेरो र आजको दिनको सुरुवात चाहिँ मेरो यहाँ कुखुराको खोरबाट हुँदैछ है। कुखुरा छोड्नु पर्नेछ अब चाहिँ हो। साथीहरू, सुरुवात चाहिँ कुखुरा छोडेर भयो, तर अन्त चाहिँ धेरै कुराहरू गरेर भएको छ है। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। तपाईँहरू यो ब्लग नछुटाइकन हेर्नुहोस् होला। यो ब्लग चाहिँ मैले अलिअलि क्लिप गरेर दसैँसम्मको ब्लग डल्लै छ है। होप यु गाइस इन्जोय गर्नुहुन्छ भनेर आशा राखेको छु है साथीहरू। सो अब चाहिँ म ब्लगलाई स्टार्ट गर्दैछु। उठेर मुखसुख धोएर फ्रेस भएर नुहाएर आएर चाहिँ कुखुरा छोडे पश्चात त्यहाँदेखि उताको ब्लग चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्टार्ट भइसकेको छ दिन है। बस्ती आएपछि यस्तै हो साथीहरू। यो गाउँ बस्ती झार जङ्गल देखेपछि रमाइलो नै हुन्छ है। वर्षमा एकखेप चाहिँ आइन्छ होला है। एकखेप आउने चाडमा चाहिँ सबैजना भेला हुन्छ। त्यो जस्तो मजा चाहिँ केही पनि हुँदैन है लाइफमा। अनि साथीहरू, त्यो काम कुखुरा छोडेर सकेपछि चाहिँ मेरो काम भनेको चाहिँ घर सफा गर्नु थियो है। नुहाएर फ्रेस भएको थिएँ। त्यस पछाडि मलाई काम गर्नु एकदमै जाँगर चलिरहेको थियो र मैले रुमहरू पनि सबै सफा गरेँ है। नानी भएको घर भनिन्छ नि एकदमै मैला हुन्छ भनेर, यो कुरा चाहिँ सही हो है। मेरो पनि सानो भदैनी छ, यता सफा गरी उता बिगारिदिन्छ, उता सफा गरी यता बिगारिदिन्छ है। तर पनि रिस नगरिकन है, केटाकेटी हो भनेर चाहिँ म चाहिँ यहाँनिर गफ गर्दै नानीलाई पनि जति नै तपाईँ जहाँ जानुहोस्, घुम्नु जानुहोस्, जे गर्नु जानुहोस्, तपाईँ सहर बजारमै बस्नुहोस्, तर नि आफ्नो घर भनेको घरै हुन्छ है साथीहरू। यो कुरा त तपाईँहरूले पनि अनुभव गर्नुभएको होला र मैले पनि गरेको छु है। अन्त यस्तै हो साथीहरू बस्तीको जिन्दगी है। मलाई चाहिँ एकदमै रमाइलो लाग्छ घर आएपछि, किन भन्दा घरको भाइबै अर्कै हुन्छ है। सागसब्जीहरू खान पाइन्छ नि त। त्यही भएर पनि मलाई चाहिँ एकदमै मनपर्छ है बस्ती चाहिँ। भिलेज लाइफ चाहिँ मेरो लागि एकदमै बेस्ट जस्तो लाग्छ। किन भन्दा म पनि भिलेजबाटै बिलङ्स गर्छु नि त है साथीहरू। म जति नै गान्तोकमा बस्छु, जति नै सहर बजारमा सुखमा बसे पनि, तर म कहाँबाट आएको भन्ने कुरा चाहिँ म कहिल्यै भुल्दिनँ है लाइफमा। मलाई त्यही लाग्छ है, कसैले पनि भुल्नु हुँदैन यो कुरा चाहिँ जस्तो लाग्छ है। म जति नै अगाडि बढौँ, जुनै पोस्टमा पुगौँ, तर पनि म कहिल्यै पनि भुल्दिनँ कि म यहाँबाट आएको भनेर चाहिँ है। त्यो चाहिँ सबैजनाले नै भुल्नु हुँदैन जस्तो लाग्छ है तपाईँहरूलाई। मेरो जिन्दगी चाहिँ साथीहरू यसरी नै चलिरहेको छ है। अहिले चाहिँ बस्तीमा तपाईँहरू सबैजनालाई याद भएकै कुरा हो, म घर आएको त है। घरमा आएपछि यस्तै हो, एज युजल केटी मान्छेको काम भनेको त्यही हो। घर धन्दा कहिल्यै सकिँदैन। जति नै गरे पनि यता एकपट्टि टाले अर्कोपट्टि भत्किन्छ, अर्कोपट्टि टाले अर्कोपट्टि भत्किन्छ है। अब हुन्छ नि कहिले काम पनि सकिने। घरको काम सकिसकेपछि चाहिँ म चाहिँ गएको थिएँ दोकान है। अहिले चाहिँ दोकानबाट फर्किँदैछु नानी र म चाहिँ है, यहाँनिर गफ गर्दै गर्दै। अन्त दोकान चाहिँ किन गएको थिएँ भन्दाखेरि चाहिँ है, दाजुले पठाउनु भएको थियो नि त, त्यो भएर चाहिँ गएको थिएँ है। अन्त उसलाई चाहिँ यहाँ रिल्स बनाऊ न भनेर चाहिँ म चाहिँ यहाँ भन्दै थिएँ, फोटो खिचिदिन्छु भन्दै है। उसले चाहिँ पोस्ट गर्दै थियो। अन्त यस्तै गफ गर्दै गर्दै चाहिँ अब चाहिँ आइपुग्यो फेरि घर है। घर आइपुग्दा चाहिँ एकदमै अचम्म भयो। के भन्दाखेरि चाहिँ म तपाईँहरूलाई देखाउँछु, हेर्नुहोस्। को त यहाँ बसिरहेको रहेछ। हामी चाहिँ दोकानबाट आउँदा त बाल्टीमा पो बाँधिदिनु भएछ। त्यो पनि हो, कसले हो यस्तो गरेको। दसैँ चाहिँ स्टार्ट भइसकेको छ। अन्त अब हाम्रो घरमा चाहिँ आज चाहिँ काका काकी पाहुनाहरू आउनु भएको छ नि त। काकाहरू आउनु भएको छ, काकीहरू, अन्त दाजुहरू भाउजूहरू आउनु भएको छ होइन। अन्त दिदीहरू हुनुहुन्छ है। अब खानाको मेरो बसो गर्न आँटेको छ। अहिले चाहिँ टाइम भएको छ 1 साढे 1 भइसकेको छ। हेर्नुहोस् ल, होइन होला अहिले भने चाहिँ हामी आएको छौँ यहाँ बडीको घरमा हो। यहाँ चाहिँ हाम्रो बडी हुनुहुन्छ, माइली बडी।
चियाहरू खाँदैछु यता हेरेर सुनेन ऊ चाहिँ यहाँ बडीको जेठी छोरीको छोरी नातिनी सुनेन के भन्ने यसले चाहिँ नि मलाई चाहिँ दसैँमा चाहिँ यो चाहिँ मेरो बराको छोरी हो कान्छी हो अन्त यसले चाहिँ मलाई चाहिँ यहाँ दसैँमा चाहिँ भुजासँग छिटो न अब चाहिँ यहाँ खास कुरा खाना आँटेको हामी चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ हो के अरे कुराउनी होइन कुराउनी हो बडी कसरी बनाउँछ यसलाई ठुलो भाँडामा घिउ दल्नुपर्छ खेतमा हो त्यहाँबाट दुध हालेर एउटा डाडु हालेर पकाइरहनुपर्छ बाक्लो 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 हुँदै जान्छ त्यसलाई सुकाउँदै 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 भरे लास्टमा चाहिँ अब गुलियो खानेलाई चाहिँ अलिअलि चिनी लाउनु पर्यो नखानेलाई चाहिँ परेन कम्ती चिनी हालेको जसले खानु भएको छ यसको टेस्ट चाहिँ तपाईहरुलाई रसमलाई जस्तै हुन्छ हो मलाई चाहिँ लाइफमा यही आएर खाएको हो पुरा मिठो लाग्छ रसमलाई खानु पर्यो भने चाहिँ कोराउनी खाँदा हुन्छ कुराउनी खाँदाखेरि चाहिँ मलाई के कुरा याद आयो भन्दा पहिला चाहिँ हाम्रो घरमा पकाउनु हुन्थ्यो नि त अन्त पकाएर चाहिँ हाम्रो माउला चाहिँ नेपाल हो आमाले चाहिँ नेपाल लानुहुन्थ्यो है हजुरबाहरूलाई चाहिँ लगिदिनु हुन्थ्यो पकाइकन है अन्त आजभन्दा कति वर्ष अगाडि अब हामी त सानो थियौँ त्यतिखेर है याद पनि छैन अलिअलि मात्रै याद छ है अन्त आज खाएको बडीहरूको घरमा है यस्तो बेसी तिर्सना भने चाहिँ हामी चाहिँ ठुलो बडाहरूकोमा आइपुगेको छौँ है अन्त हाम्रो बडा चाहिँ बिमार हुनुहुन्थ्यो नि त बिमार भएर अहिले चाहिँ अलिक जाती हुनुभएको छ है अन्त बडाको हातको टिका त लगाउनै पर्यो भनेर चाहिँ भेट्नुको लागि पनि आएको अन्त यहाँ चाहिँ दाजु र नानीले लगाउनु हुँदैछ है टिका अन्त हाम्रो बडा है सबसे भन्दा हाम्रो ठुलो बडा हुनुहुन्छ उहाँ चाहिँ हेर्नुहोस् नानीले कति मजाले ढोक्दैछ बडालाई है दसैँमा चाहिँ आज चाहिँ हाम्रो दाजुहरूकोमा चाहिँ खाना छ हाम्रो आज खुवाइ चाहिँ हेलो गाइस के चाहिँ हेलो गाइस भनेको आज चाहिँ मेरो भिडियो बनाउनुहुन्छ अन्त भिडियो बनाउनुको लागि चाहिँ म केटा बाबीको लगाउँदैछ हेलो अनि गाइस अब भने चाहिँ यहाँनिर भिडियोको लागि चाहिँ मैले चाहिँ आज चाहिँ यस्तो लुगा लगाएको छु होइन अब चाहिँ यहाँ भिडियो बनाउन आँटेको म चाहिँ साइला बाबै भएको छु आजको लागि चाहिँ हो सबै बाबाको लुगाहरू लगाएर साइला बाबै भएको छु नानी के भन्ने हेलो मेरो फुपू के थाहा भएको छ के गर्नुको लागि भिडियो बनाउन लागि हेर्नुहोस् है कस्तो देखे गाइस कमेन्ट गर्नुहोस् है तपाईहरु